हेलो गाइज, नमस्कारम, वेलकम ब्याक टु मेजर टोली। आज चाहिँ हामी तिहारको रङ्गोलीवाला भ्लग बनाउँछौँ। हाम्रो टोलमा चाहिँ एउटा कम्पिटिसन जस्तै हुन्छ, कसले कस्तो बनाउने भनेर। हेरौँ है त। ऋषभ दादा, ठिक छ, तिमी रङ्गोली नबनाउने? बनाउने। कतिखेर बनाउने? बनाउने हो। तिमीले आफै बनाउने कि मामुले बनाउने? मामुले हो। तिमीले बनाउन आज हुन्न है? के छ सक्षम? ठिक छ। के हो त? खोइ देखाउ न तिम्रो। के कलरको ढुङ्गा हो त? हरियो कलरको ढुङ्गा भेट्टाएको हो? अनि हातमा खोइ त अघिको हरियो पात। खोइ तिम्रो साथी खोइ सौरभ? खोइ त सौरभ? दाइ हो। हाम्रो चाहिँ यहाँ छ तयारी, रङ्गोली बनाउने तयारी। मैले बनाउने हो रङ्गोली। कस्तो बन्छ थाहा छैन, हेरौँ है त। डिजाइन चेक गरौँ एक दुईवटा पहिला होइन, अनि त्यसपछि पल्ल बनाउँला बुझौँला है। कुनै भन्नुपर्छ भन्ने थाहा भयो। त्यो चाहिँ सर्थी जस्तो चाहिँ है, बालुवा चाहिँदैछ कि मसिनो बालुवा मिसाएको थियो। त्यस्तो त्यो सबै कुरा ल्याएको छ, तर हामीसँग हुँदै भएन कि सबै कुरा ल्याएर के मिलेन, जानेन कि बनाउनु जान्दैन। हाम्रो छोरीहरू मोबाइल हेर्दै गर्दै मोबाइल हेरेर गर्छन् क्या बुढाहरूले, हामी चाहिँ नसक्नु। हामी अलिक बुढा भयो नि त। यो चाहिँ सर्दैन, उति मात्र सर्दैन, कसले चाहिन्छ। आजकल त्यो बालु मिसाएर हुन्छ कि यो अबिर हुँदैन। त्यो बालुवाला त्यो बोतलै आएको हो, त्यो एउटा चाहिँ हो कि हो, त्यस्तो आएको छ। त्यो चाहिँ सर कस्तो मजाले बनाउँदो रहेछन्। कहीँ भप्पै आउने। यो मसिनो सर्दैन कि। बालुवा चाल अलि मिसाउनु पर्ने। रङ्गोलीलाई भनेपछि त खस्दै त्यो अहिले त उनी आएको छ क्या, यस्तै आएको छ, बालुवा मिसाएकै आएको छ। बाहिरको डिजाइन भयो रेडी, भित्र भर्ने हो। बच्चाहरूलाई भात खाएर पनि केही असर गर्दैन। सँगसँगै तरकारी चाहिँ त्यो मोमोसँग मैदा लगाए पनि धेरै त्यो खाएर चाहिँ मोटा होइन। खानु केही नि हुन्न। त्यो लहर बाहिर होइन, कहिले जस्तो उमेर भएपछि चाहिँ भाततिर खानु हुँदैन। कहिले काहीँ बनायो भने गाउँकै बनाइदिने हो, घरमा कहिले म आफै बनाइदिन्छु, गाउँकै बनाइदिने हो। बजारको त खान्न। अब त्यो बच्चा उमेरमा त भात खानुपर्छ। तरकारी खान छोड्यो कि कसरी छोड्यो, कसरी छोड्यो भयो। सक्षम दादा, राम्रो छ यो? राम्रो भा? कुरा मात्रै मिल्छ, काम मिल्न गाह्रो हो। त्यही त, त्यही समय पुरेर बसिरहेको हो। यति भन्यो है त। यो चाहिँ फाइनल जस्तो भयो। यस्तो मात्र बनायौँ त्यहीपट्टि। मेड बाई अनुराग। पढ्नु राम्ररी आयो। झिलिमिली अब जिउ बाल्ने हो। ऋषभ दादाले
आज बढी हावा लाग्छ कि बाल सरल बाल्छौ यतापट्टि हो कसै राख्दै जानु यो चाहिँ सुब्बुको घरको रङ्गोली मैले बनाएको सुब्बुको घरको करुवाले बनाएको अझ माथि बुढी मैदार